हेलो गाइस वेलकम ब्याक टु माई अनदर एपिसोड लिएर आइरहेको छु होइन। आज फेरि म बेथु खानु आइरहेको छु होइन गाइस। रोचक भिडियो छ है। यो बेथु खालेर चाहिँ टक्क अब केटाहरू माछा मार्दै रहेछ। माछा मार्ने ठाउँमा जाँदैछु म होइन। माछा मार्न आउनु पर्यो भनेर चाहिँ केटाहरूले कल गरिरहेको थियो मलाई। थोरै बेथु खालेर चाहिँ जानुपर्ने छ होइन गाइस। एकछिन बेथु खाल्ने अनि जाने होइन। वर्षे उमेरैमा पनि झुके थियो रे अहिले पो बुढो भएछ। बेथुनी चट्ट उखाल्ने होइन। त्यस पछाडि चाहिँ फिसिङ छ। फिसिङ केटाहरूको फिसिङमा जाने हो है। हल्का म पनि होइन। एकदमै अब त्यही पुरानो तोरीबारीमा आइरहेको छु होइन गाइस। आज चाहिँ अलिक हल्का ठुलो भएछ के। हल्का ठुलो भएछ होइन बेथु। त्यही कारणले बेथु खानु आइरहेको छु। के हो क्यामेरामा पनि यार। म यस्तो मसिनो खानु पर्दैन गाइस। तपाईहरुलाई पिक पनि देखाउने छु होइन। यो खाने यो गोब्रे क्यामेरा किन्नु पर्ने छ क्या गाइस। मैले त्यही हेरेर यो खुवाएर होइन त्यो पनि देखाउने छु म पिकलाई होइन। डोजर बेथु बढेछ हौ यहाँनिर। बेथु बढेछ। तोरीबारीमा सोल्टिनी आउनु हुँदैछन् होइन। मम्मी कस्तो गाउँबारी? कुन गाउँबारीमा? कसले भनेको? यही हो नि। यो त धन्यवारी पो हो त नि। 2 घन्टा भयो होइन गाइस है। बल्ल बल्ल थोरै उखालेर ल्यायो होइन। पर उखालेर आउनु हुँदैछ दुईजना। गाह्रो छ गाइस। अब चाहिँ भारी पुग्यो। अब चाहिँ जाने हो टक्कसँगले होइन। पिकलाई पनि देखाउने छु र केटाहरूले माछा मारेको पनि देखाउने छु है गाइस। लेट्स गो त। पिक चाहिँ यही होइन गाइस। यही हो है। यो बेचेर चाहिँ गोब्रे क्यामेरा किन्न पर्ने छ होइन गाइस। यही हो पिक चाहिँ। डोजर कति यस्तो छ है। ल गाइस अब चाहिँ स्टार्ट भयो है माछा मार्नुले गाइस। ए तेरी माछा यार माछा माछा। मेरो बाल्टी ल्याउ त कालो। यहाँ छ यहाँ। ओ सर उता पानी बाँध फुर्छ क्या। छिर न अहिले खानु भाग यार।
सुगम भाइ खुट्टा उठा म त कसो भाइ यता पल्लो खुट्टा लिले सही के छ हो हैन यहाँ यो छ ओ फिस 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 ओ राजेश सर फिस फिस टु मच बिग तो बाल्टी ल्याउँछु कहाँको बनाइरहेको छ हामी चाहिँ गाई छैन पुरा माछा मार्दैछौँ है हिलोमा माछा मडै हो कि गुँडो गुँडो चल्छ तिमीले बाल्टीबाट झारेर राजेश पिस 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 मुझे तेरा तेरा इस भन्छ त्यसको आफै छैन कोही माछा दरपछि उठाउनु नि भेटिहाल्छ नि ओ फिस 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 पुग्या ए मादर जात के हो अर्कै हो के हो यो चाहिँ झिङ्गे माछा हो झिङ्गे बाल्टीमा लिएन भागिहाल्छ कि कहाँ छ हौ बाल्टी चाहिँ खोज्यौ यता ल्याउ न पछाडि लागिरहेछ मोहनजी हत्ते ओ साथी बाल्टी चाहिँ अगाडि राख न दे एउटा समस्या तिमी अनि हल्ला गर्छौ मुझे एउटा भेटेको छैन अहिलेसम्म हेर नि कति के छ यहाँ मैले हालिसकेँ टिपेर भनेर मार्नुपर्छ क्या यार चाइनिजले यस्तो कत्रो यार यो त फेरि हाम्रो प्रोजेक्टमा के ले हो यार ओ गङ्गटा यार साला नछेप्न मुझे अरूलाई लाग्छ यत्रो हिलो डम्ब्याएर झरेको खाना कसको होइन हौ जम्मै आयो नि त नि टोक्यो हातु छिटाको टोक्यो के बबाल टोक्यो यार तल मेनमा चाहिँ छामेकै छैन होला यार यहाँ पनि त यहाँ भेटिँदो रहेछ दिनै आऊ न केटा दिनै दिनै आउने हो नि होइन निस्किँदा चाइनिज बाम छैन मासलामा मुद चाइनिज बाम अरे यहाँ त माछाहरूले गर्दैन मैले उठेँ चाइनिज बाम होइन चाइनिज लम निक्लिन्छ फेरि तिमीहरू पछाडि पछाडि मार्छौ माछा चाहिँ कुद्दैछ कति मर्यो हौ बाबा यार थोरा मरेन यार राजीव यहाँ चाहिँ एउटा ठुलो मालु हिले मालु भयो थालिसकेको लास्ट भनेर हो क्या यार हान्दियो त भ्यागु त बानी फुट्ने आँटिसक्यो छोड्देऊ न राजीव एउटा छोडिदेऊ क्या बानी फुट्ने आएर पछाडि नि हेर त यता सित्र छ यता माथि फ्याल्ने है यहाँको पानी भयो यार केटाहरूले धमाधम दिइराख गर्नु पर्ने माल छ यहाँनिर यार सिद्रा माछा सानो सानो छैन के कम्तीमा नि आधी केजीको होला एउटै भिडियो हो अघि एउटा यहाँ 1.5 केजीको कुद्दै थियो के कानमा होइन पुच्छर मेहनत बडा छ यार साथीहरुको मेहनत मात्रै हो काठमाडौँ लान्छ डलरको लागि
अक्सिजन खराब भयो कि भनेर हो यो पाल्नु नि मिल्छ यो माछा पाल्नु मिल्छ यो माछा मिलिहाल्छ नि एक्वेरियममा हाल्नु है पोखरीमा हाल्न पाएन नि त हामी नेपालमा त्यस्तो है तर पोखरीमा त आफै भेला हुन्छ यो खालको माछा हैन भेला हुन्छ नि हिले चाहिँ हुन्छ सिधा कहाँबाट झर्छ ठेलो ठेलो पानी ठेलो ठुल्ठुलो थियो त हेर यो पोथी माछा कताको पोठी कुद्दैछ त्यहाँ लद झिँगे पत्रो हेर्नु नि खोइ देख्नु भएन म चेप्ने सहित उतै आमामा सानो रहेनछ समाउनु त 3 किलोको झिँगे 3 केजी छ यार यो त यार कुन तल आमामा सानो रहेनछ उ त्यहाँनिर यार यता पछाडी छ है पोखरीलाई सिङ्कु राजीवलाई चाहिएको माछा यहाँ रहेछ यार पुरा छैन मसिनो यार हँ समाउनु त्यसलाई समाउनु सफल भयो नि खै कत्रो राम राम 3 केजीको रहेछ नि आम्मामाम भन्नै भाग्यो यार अहिले फेरि यहाँ फर्काउने बेला पनि पानी खोल भन्दै यो चाहिँ लगभग 3 केजीको रहेछ हात खुट्टा गरेर भेट्यो यहाँ पनि पानी थियो छैन त के होला यहाँ पनि हुन्छ है उ यहीँ कुन दाम हो छ दिनभरि माछा मारौँ रातको बिच परा मार्नुपर्छ केटा हो अँ सही हो यार मासी मासी माछ नि हो यार घर त मेरो 3 खोली पारी हो उ यहीँ ए यता पनि उ त्यहाँ पनि हो के हो यो फर्स्टै मोबाइल हिलोमा गाड्यो भने अहिले थाहा हुन्छ एउटाले पक्रेर अर्कोले उठ्यो इ मारिसक्यो भने चल्छ त भिडियो लाग्यो यो खालको चिप्स किनेको त साह्रो मन पर्छ के छ यहाँ एकजना यता उस्तिकोतिर नि बस्यो उ यहाँ ठुलो 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 यसरी यहाँ देखा त यसै बकुला हान्छु म त बकुलालाई देखा त कहाँ हो हात चिसो छ क्या खै कहाँ छ बकुला चाहिँ हो मैले देखेको छैन ला न देखेँ ए हेर्दै छ राँडेको छोरो ढुङ्गा छ कि छैन मारिदिउँ केटा हौ अरे बिहान कि लाउडे चित्तर गयो लु मारमा बनाइन्छ हेर गाई छ है माछा मार्दैछौँ नि बिहान कि लाउडे कहाँको माछा यो चिन्नुपर्छ यसरी मार्नुपर्छ होइन यसरी तिमीहरूतिर चाहिँ कसरी मार्छ केटा हो पानी आउँछ है
नेट त पुरै तोडफोड भएको छ नि त हैन माथि किन चलेको छैन आज चलिरहेको थियो त अघिसम्म त फेरि नदिएर मेरो सकेछ हौ पैसा ए त घरै आएको छैन है आज आएको त कति बेला आइसौ अघि आएर गयो त दिन्छु डो दिए कि दिएन सुड्डीले डो किन दिन्छु भन्दैछ त अनि किन खर्च मलाई खर्च चाहिन्छ यार मलाई दिएन मुजी लिएर मलाई चाहिन्छ केटा हो मैले काम छुटेर देखिरहेको छु अब के गर्नु सुजन भाइ त्यो मासतिर अलिकति छाम न त्यहाँ उ यहाँनिर के मार्दियो त्यहाँ हिले होला अब चाहिँ यति नै हैन नरु नै मार केटा कार्की बा कस्तो छ भट भटे नगर न हात धुनुपर्छ हात धु गाँड धोने का अकल नहीं आ जाता है मछली पकड़ने भन्दै त्यस्तै के साथी तिमी त सिद्रा सिद्रा निचरेर ओ राजीव हो किन भन्छ दुला भाइले त्यसै भन्थ्यो नि त नि हामीलाई त भन्थेन के तिमी जस्तो अल्छीहरूलाई चाहिँ ट्याक्कै आयो आयो माल यहाँ बाल्टी इसको बोलते हैं केकड़ा केकड़ा को टेकड़ा वाओ solid piece आज टुप्पेको पोखरीमा माछा मार्छु पर्छ के अरे लगायत भिडियो राति चाहिँ पनि यति नै लिएर हो आयो। हैन यस्तै नयाँ भिडियो हेर्नुको लागि यही सब्स्क्राइब लाइक चल्दैछ त्यो गर्नु यति नै हो बाइ बाइ गाइज